Hello and namaste. Welcome to my YouTube channel. आजको भिडियोमा हामी कुरा गर्नेछौं 50 30 20 रुल्स को बारेमा। यो रुल्स लाई युज गरेर आफूले आफ्नै पैसालाई कसरी एज अ एक्सपर्ट जसरी म्यानेज गर्न सकिन्छ भनेर हामी यो भिडियोमा कुरा गर्छौं। भिडियो लास्ट सम्म हेर्नु होला, एकदमै इन्फर्मेटिभ छ। 50 30 20 रुल्स 30,000 को स्यालेरीलाई एज अ एक्जाम्पल लिएर बुझौं है त। यो एउटा पाइ चार्ट छ, यसमा 50% लाई छुट्याइदिम। अब बाँकीको 20% र 30%, 50% यसमा जान्छ, 30% यसमा जान्छ, 20% यसमा जान्छ। अब 50% मा चाहिँ हामीले आफ्नो जरुरतको कुराहरुलाई योबाटै सकाउनु पर्ने हुन्छ। जस्तै कि फुड हुन्छ, त्यसपछि कुनै बिल्सहरु तिर्नुपर्ने हुन्छ, ग्यास बत्ती पानीको, त्यसपछि रेन्ट जान्छ। यसमा 30,000 को 50% भनेको तपाईले यो कुराहरुमा खर्च गर्नको लागि 15,000 पाउनु हुनेछ। 15,000 ले तपाईको एक महिनाको जरुरत सबैलाई पूरा गर्नु पर्ने हुन्छ। अब लागौं 30% तिर। 30% चाहिँ तपाईले एज अ इन्भेस्टमेन्ट गर्नुपर्छ। तर इन्भेस्टमेन्ट गर्नु भन्दा पहिला यो 30% बाट तपाईले आफ्नो इमर्जेन्सी फन्ड बनाउनु पर्ने हुन्छ। त्यसपछि इन्स्योरेन्स लिनु पर्ने हुन्छ। अनि बल्ल चाहिँ तपाई इन्भेस्टमेन्ट तिर लाग्नुहुन्छ। यो 30% तपाईले हरेक महिना सेभ गर्नुहुन्छ। 30% भनेको 9,000 रुपैयाँ हो। 30,000 को स्यालेरी छ भने तपाईले 9,000 रुपैयाँ हरेक महिना इमर्जेन्सी फन्ड, इन्स्योरेन्स र इन्भेस्टमेन्टमा लगाउन सक्नुहुन्छ। यो 9,000 ले पहिला सुरु अब तपाई आफ्नो इमर्जेन्सी फन्डलाई बनाउनुहोस्। इमर्जेन्सी फन्ड चाहिँ आइडलली 6 महिनाको लागि हुनुपर्छ। मानौं तपाईको यतातिर 15,000 रुपैयाँ आफ्नो जरुरतमा खर्च हुन्छ भने तपाईले 15 × 6 गरेर यो पैसा चाहिँ इमर्जेन्सी फन्डको लागि छुटाउनु पर्ने हुन्छ। अब इमर्जेन्सी फन्डमा पहिला यो 9,000 ले हरेक महिना इमर्जेन्सी फन्ड बनाउँदै जानुहोस्। जब तपाईको यो 90,000 एज अ इमर्जेन्सी फन्ड जम्मा हुन्छ, त्यसपछि तपाई लाग्नुहुन्छ इन्स्योरेन्स तिर। इन्स्योरेन्समा अब तपाईले हेल्थ इन्स्योरेन्स एकदमै अनिवार्य छ। हेल्थ इन्स्योरेन्स लिइसकेपछि लाइफ इन्स्योरेन्स तिर जानु भन्दा अगाडि यदि तपाई आफ्नो फ्यामिलीको जिम्मेवार व्यक्ति हुनुहुन्छ भने बल्ल तपाईले लाइफ इन्स्योरेन्स लिनुहोस्। होइन भने तपाईले लाइफ इन्स्योरेन्स लिनु पर्दैन। यदि लाइफ इन्स्योरेन्स लिनुहुन्छ भने टर्म प्लान एकदमै इम्पोर्टेन्ट हुन्छ। तपाईहरुलाई एजेन्टहरुले एकदमै धेरै कुराहरुमा लोलाएर फकाएर तपाईलाई इन्डाउमेन्ट प्लान लिनलाई एकदमै उत्साहित गर्छ, तर तपाईले चाहिँ टर्म प्लान लिनु होला। अब तपाईको यो 30% बाट इमर्जेन्सी फन्ड पनि सक्यो, इन्स्योरेन्स पनि सक्यो। अब लागौं हामी इन्भेस्टमेन्ट तिर। इन्भेस्टमेन्टमा सबसे इजी इन्भेस्टमेन्ट भनेको एसआईपी। हरेक महिना सेम अमाउन्ट एकदमै लङ टर्मको लागि हाल्दै जानु, यो एसआईपी हो। मानौं अब तपाईसँग इमर्जेन्सी फन्ड पनि छ, इन्स्योरेन्स पनि छ। तपाईसँग यदि 9,000 रुपैयाँ हरेक महिना इन्भेस्ट गर्ने पैसा छ भने यो 9,000 लाई एसआईपी गरिदिनुस्। अब यो 9,000 रुपैयाँलाई हरेक महिना 9,000 इन्भेस्ट गरेर 20 वर्षको लागि छोड्दिनुहुन्छ र 12% रिटर्न आउँछ भने 20 वर्षपछि तपाईसँग हुन्छ 71 लाख रुपैयाँ। यो हो पावर अफ कम्पाउन्डिङको इफेक्ट। हामीले आफ्नो स्यालेरीको 15,000 लाई यो सबै कुराहरुमा छुट्यायौं। 30% यानी कि 9,000 लाई इमर्जेन्सी फन्ड, इन्स्योरेन्स, इन्भेस्टमेन्टमा छुट्यायौं। अब बाँकी रह्यो 20%। 20% लाई आफ्नो लाइफलाई इन्जोय गर्नतिर लाग्दिनुस्। पार्टी गर्नुस्। यो भनेको 6,000 रुपैयाँ हुन्छ। हरेक महिना तपाईले 6,000 चाहिँ पार्टी अनि मुभी, यो जुन कुराहरुले तपाईलाई रमाइलो लाग्छ त्यो कुराहरुमा खर्च गर्न तपाईले हरेक महिना 6,000 पाउनुहुन्छ एज पर 50 30 20 रुल्स। अब भिडियोलाई सरसर्ती बुझाउनको लागि म तपाईहरुलाई फेरि बुझाइदिन्छु। 50 30 20 रुल्स युज गरेर आफ्नो पैसालाई कसरी म्यानेज गर्ने। 50% भनेको 15,000, हामीले स्यालेरी लिएको थियौं 30,000। 15,000 मा तपाईले आफ्नो आवश्यकतालाई पूरा गर्नुपर्ने हुन्छ। फुड, बिल्स, रेन्ट, अब यसमा अरु के कुराहरु पर्छ यो 15,000 भित्र सकिनु पर्छ। बाँकी रह्यो 30%, 9,000। यसमा इमर्जेन्सी फन्ड बनाउनुहोस्, इन्स्योरेन्स लिनुहोस् र इन्भेस्टमेन्ट गरिदिनुहोस्। अब बाँकी बस्यो 20%। 20% लाई पार्टी गर्नुहोस्, मुभी हेर्नुहोस् अथवा ट्राभल गरेर यो 6,000 लाई आफ्नो लाइफलाई इन्जोय गर्नलाई खर्च गर्न सक्नुहुन्छ। यो थियो 50 30 20 रुल्सको इजी ब्रेकडाउन। मैले तपाईलाई 30,000 को एक्जाम्पल दिएर कसरी यो सबै रुल्समा बसेर आफू डिसिप्लिन भएर सबै कुराहरुलाई म्यानेज गर्ने भनेर मैले तपाईलाई आफ्नो कुरा शेयर गरे। भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला र यदि मन पर्यो भने आफ्नो फेसबुक ग्रुपमा शेयर गरेर सपोर्ट पनि गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। आजलाई यति नै। सी यू इन नेक्स्ट भिडियो। त्यति बेलासम्मको लागि सिकिरहनुस् र सिकाउँदै गर्नुस्।